नमस्कार गाइजहरु, म निमा दोर्जी मोक्तान। आज म नेपालमा घट्ने अचम्मका घटनाहरू तपाईहरुलाई सुनाउन गइरहेको छु है। नम्बर 1 मा चाहिँ नि तपाईको बुद्धहरूको हैन, जहाँ चाहिँ काठमाडौँमा अवतरण भएपछि मात्रै पाङ्ग्रा नभएको थाहा पाउँछ। कति हाँस्नु भने कति हाँस्नु गाइज। अनि 2 नम्बरमा भन्छु है गाइजहरु, अनि पैसीले बाघमा त्यो गाइजहरु नेपालमा हरेक किसिमको घटना घट्छ भने। अनि 3 नम्बरमा भन्छु है, तपाईको कोरिया हिँडेको 3 जना काठमाडौँबाट हैन विराटनगरमा पुग्छ। कति हाँस्नु के। अनि त्यसपछि 4 नम्बरमा है म भन्न चाहन्छु, त्यसका बाजे आमाको सुन बेचेर गर्लफ्रेन्डलाई आइफोन उपहार दिन्छ भने नेपालमा गाह्रो छ, गाह्रो। अनि त्यसपछि अनलाइनबाट किनेको कट्टु लगाउँदा महिला गर्भवती हुन्छ, गर्भवती त्यसका अनि त्यसपछि बिहे गरेको 6 महिनापछि आफ्नो श्रीमती केटा भएको थाहा पाउँछौ नेपालमा गाइस। कति। अनि त्यसपछि 9 मा 0 थप्दाखेरि 10 हुन्छौ नेपालमा। हरेक किसिमको घटना घट्छ हाम्रो नेपालमा है। त्यसपछि बसमा केटाहरू चाहिँ खलासी हुनु हैन, केटीहरू चाहिँ बस होस्टेज हुन्छ हो नेपालमा। कति हाँस्नु गाइस, कति हाँस्नु, गाह्रो छ गाह्रो। अनि त्यसपछि है, अनि 20 लाखको पोइ हराउँछ। 20 लाखको पोइ नेपालमा घट्ने घटनाहरू सुनाउन गइरहेको छु। अनि त्यसपछि धेरै मासु खायो भनेर भिनाजुले हानेर सालुलाई हत्या गर्छ साथीहरू नेपालमा। गाह्रो छ गाह्रो। अनि त्यसपछि गाइजहरू है, दसैँमा दसिना कम भयो भनेर भान्जाले हैन मामा र माइजूलाई फेसबुकमा ब्लक गर्छ साथीहरू। कति। अनि त्यसपछि तपाईले यो पोस्ट हेरेर लाइक नगर्नु के, लाइकै गर्नुहुन्न के तपाईले यो पोस्ट हेरेर। त्यस्तो घटना नि घट्छ हो नेपालमा त्यसका बाजे। कति हाँस्नु के। गाह्रो छ गाह्रो। अनि त्यसपछि है तपाईको अनि प्रकाशले अनि बाइक मरेको देखेछौ त्यसका बाजे। कति हाँस्नु के। बाइक मरेको देख्छ भनेको नेपालमा त्यसका बाजे। अनि सिसी क्यामेरा मुसाले काट्यो भनेर हल्ला गर्नु गाइजहरु, त्यो पनि नर्मल हो नि है, त्यो सामान्य कुरो हो नि। हल्ला गरेर हिँड्नुपर्छ यार त्यसका बाजे। अनि त्यसपछि पोखरामा बस उभिदिरा क्या त्यसका बाजे। बस उभिदिरा ठिरिङ्ग लाएर है, हुन त कुदेको बस है कानेर गएर ठोक्यो होला, उभिरह क्या त्यसका बाजे। अनि त्यसपछि गफ गर्नलाई रुम मिलाउनु पर्छ हौ गाइजहरु त्यसका बाजे। गाह्रो छ गाह्रो, नेपालमा गाह्रो छ। अनि अर्को घटना चाहिँ के छ भने, भूकम्प आउँदाखेरि क्रिस्चियन धर्मवालम्बीहरू चाहिँ नि राम 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 भन्दै बचाउ भन्दै भागिराखे। अब है येशूलाई सम्झिनु कहाँ है, प्रभुलाई सम्झिनु कहाँ राम 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 भनेर फत्ते हानिराखे। त्यही भएर कति हाँस्नु भने यार त्यसका बाजे। अनि काजु भन्ने बित्तिकै ऋषि धमालालाई याद गर्छन् भने कस्तो घटना क्या नेपालमा। गाह्रो छ गाह्रो गाइजहरु। अनि आइफोन छ नि, आइफोन यो आइफोन छ नि त्यसका बाजे पाल्पाको सन्तोषले बनायो अरे। कति हाँस्नु यार, गाह्रो। अनि चैते दशैं वैशाखमा परिला भने अस्ति भर्खर है। कति हाँस्नु। अनि त्यसपछि झापातिर के अमला खुवाएर त्यसका बाजे गर्भवती भयो अरे त्यसका बाजे एक महिला। कति हाँस्नु, गाह्रो छ गाह्रो। यस्ता घटना घट्छ यार त्यसका बाजे, के भन्नु के। अनि हाँसेर नै पेट मिची हाँस्न पर्ने बनाइसक्यो। अनि कति हाँस्नु। ल गाइजहरु,
हाँसेर स्वास्थ्यलाई लाभ हुनेछ होइन, स्वास्थ्यलाई फाइदा हुनेछ। तपाईँहरू नि मरिमरि पेट मिची हाँस्नु होला भन्न चाहन्छु। अन्तत यो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ भने होइन, यो पेजमा तपाईँ नयाँ हुनुहुन्छ भने, टिकटकमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला होइन, युट्युब टिकटकमा फलो गर्नु होला। नमस्कार।